चाहिँ भर्खर एउटा लास लिएर आएको रहेछ क्या पछाडि चलाउनको लागि। यो बाँदरहरू चाहिँ नसुतिकन यस्तो डरलाग्दो आवाज निकालेको कि होइन, माइक यहाँ भएको अरिनेहरूको आवाज सुन्ने कि नै मलाई थाहा छैन, तर एकदम डरलाग्दो आवाज निकालिरहेको। फेरि 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 मलाई अचम्म लागेको चाहिँ है, नाइटमा पशुपति हिँड्दा चाहिँ एउटा लाइटर लिएर चाहिँ हिँड्नै पर्छ। डर लाग्ने भाइ सुन्नु भयो कि पछि पछि गएर डरै ल्याएर आइसक्यो अब त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो आफ्टर लङ टाइम। मैले चाहिँ धेरै भएको थियो भिडियोहरू नहालेको, अब राम्रो र एकदम युनिक टाइपको फन्नी त्यस्तो हाल्नको लागि अब आफ्टर लङ टाइम भिडियो हाल्दैछु है। आज चाहिँ हामी रातिको 12 बजे पशुपति जाँदैछौँ। रातिको 12 बजे चाहिँ अब मान्छेहरूले तर्साउँछ, भूत प्रेत पिशाचहरू हुन्छन् शिवजीको वरिपरि त्यस्तो भन्नेमा सुनेको थिएँ मैले चाहिँ है। अब त्यस्तो के हो थाहा छैन मलाई। अब राति चाहिँ लास कति जलाउँछन्, कति लिएर आउँछन् त्यो गल्छौँ, हामीले गनेर देखाउँछौँ। अनि बाँदरहरू कसै सुत्छ, पशुहरूले चाहिँ अब के गर्छ पशुपतिमा होइन। अब पशुपति भने चाहिँ पशु जोड्नै पर्यो। हाम्रो चाहिँ अब पशुपतितिर लाग्दैछौँ। हाम्रो भिडियोको सुरुवात नै अब हरर टाइपले भएको छ, हेरौँ है। लेट्स सी गो। अहिले चाहिँ म पशुपतिको गेटमा आइसकेँ। सब सुनसान छ, देख्न सक्नुहुन्छ। दामी सिनेमेटिक देखिरहेको छ पछाडि चाहिँ। यहाँ सुनसान के, हिँड्दा पनि क्या आनन्द आउने। यसले चाहिँ पऱ्यो हो कि उल्लु देख्यो भने चाहिँ मैले चाहिँ देखेकै छैन। के रहेछ उल्लु हो कि के हो, बाँदरहरू कता गयो भनेर अचम्म लागिरहेको थियो है। खाली देखिरहेको, पुरै खाली छ होइन। ठ्याक्क अगाडि बढ्दै आएको यिनीहरू यहाँ रहेछ कि लस्कारे। अब कसरी सुत्छ देखा त। भर्खर यिनीहरू चाहिँ कामिरहेको थियो कि चिसोले। यिनीहरू चाहिँ यस्तो गोलो परेर हरिब तरिकाले सुत्छ कि त्यो हेर्न जाडो भएर घुल्सिन खोजिरहेको थियो। अहिले चाहिँ म पशुपतिको बाहिर आइसकेँ। भित्र त अब राति भयो, जान पाइन्न है। अब हेरौँ बाहिर अब के हुन्छ। लास्ट चिसो कि जब हामी चाहिँ अहिले पशुपतिको मेन गेटै भनौँ कि के भनौँ होइन। भित्र यहाँ चाहिँ भित्र जान मिल्छ, तर अहिले चाहिँ राति भइसकेको भएर बन्द छ। यता नगए पनि अब हामी लास्ट चलाउनेतिर र अरू बाँदरहरू हेर्न जाँदैछौँ। लेट्स सी। यताको स्ट्रक्चरहरू चाहिँ दामी छ कि, जति भूकम्प आए पनि त्यो लेभलको ड्यामेज हुन्छ नि, क्षति त्यस्तो केही भएको छैन। यहाँ चाहिँ भर्खर एउटा लास लिएर आएको रहेछ क्या पछाडि चलाउनको लागि। अब धेरै बेसी चाहिँ नबोलाउँ है, फेरि पछाडि थाहा पाउनु सक्छ। औडा हुन्छ कि मलाई नि औडा लागिरह्यो। पछाडि चाहिँ लास चलाउनु ला, माथि गएर हेर्छौँ है हामी चाहिँ। उतापट्टि जलाउनु लाग्छ जस्तो लाग्छ मलाई। यहाँबाट चाहिँ देखेको छैन, उता गएर हेरौँ न। उता पनि एउटा लास चलाउँदै रहेछ, अर्को चाहिँ जलाउनको लागि लिएर आउँदैछ उहाँहरू। यो बाँदरहरू चाहिँ नसुतिकन यस्तो डरलाग्दो आवाज निकालेको कि होइन, माइक यहाँ भएको अरिनेहरूको आवाज सुन्ने कि नै मलाई थाहा छैन, तर एकदम डरलाग्दो आवाज निकालिरहेको कि कस्तो डरलाग्दो टाइपको कि। खै यो चिहालेको हामीले होइन, चाहेको त एकदम गुली हुँदो रहेछ। अनि दिदीलाई भनेको क्या, किन यति साह्रो गुली हालेको भनेको त। अनि सबले डेन्जरै खाना आउँदो रहेछ, अनि त्यसको लागि मेन्टेनको लागि रहेछ। उहाँ देखाएन भाइ, बाँदरले चिया खाँदैछ कि उहाँ हरिब रहेछ। दिउँ है त मेरो इच्छा, फेरि लिन्न होला कि मान्छेको हात त। हेर भाइ आइज ल। खान्छ दिदी ऊ खायो यार, यसले त तातो चिया पहिलोचोटि देखेको यार, बाँदरले चिया खाएको यार, अचम्मै पर्यो। ओए कस्तो रहेछ खसाल दियो यार, बल्ल 30 रुपियाँमा किनेको चिया थियो, बहुला रहेछ नि यार। बाँदर भाइ कति राम्रो हेर्ने, उकङ जस्तो कि। ए डराएको मसित। ओइ 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 कसले जित्छ है त्यही हेर। ओइ 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 हरि जाम अब जाम, तैँले भुकेको होइन यसलाई हानाइज जित्दे। ओइ बाँदरको नाम राख्नु।
दुईटा साथीहरू हो कि के हो खेले जस्तो लड्छ नि यार हेर्नु पुग्छ नि होला हामीलाई यसले हामीलाई मान्छेलाई बचाएको कि कुकुरले राम्रो यता माथि हेर्नु त झगडा परेको आमा बिचारीले अघि हामीलाई बचाइरहेको थियो अहिले हामीलाई फलो हानेछ म तँलाई बिस्कुट दिन्छु तल गएर है अनलाइन लियो भने पक्का बिस्कुट दिन्छु म तँलाई आइज मेरो पछि आइज यो हाम्रो लागि बाँदरसित लडेको यो चाहिँ आइज तल हिँड म तँलाई बिस्कुट दिन्छु हामीसित नलुक लुके छैन यो दादा हो ओइ नपुग्न ओए ओए डु नट फाइट डोन्ट डु द्याट ओके भाइ हेरेको मसित छैन तँसित मुसुक्क भएर बिस्कुट देखेको खान्छ कि खान्न भन्ने कुरो मजाले ए थ्याङ्क यू आइज ओइ आइज काले गोरे तेरो नाम त काले गोरे टोक्दैन रहेछ नटोकिकन ल उफ्रेर है अब उफ्रेर उयो खाँदो रहेछ यार फेरि फेरि ए अलिअलि ओसे रहेछ ए एउटालाई दिएको एउ गर्दै आयो फेरि ओइ ओइ रोक ओइ भागेको थियो यार खतरा तरिका खाइहाल्छ नि कुकुरले खान्न यस्तो त टाउकै भित्र छिराउनु थाल्यो यसले त जाम ल जाम ओ भाइ छिटो घर जा ओ गोबर त नखा न जा तँलाई बिस्कुट दिएको होइन यसको घर भनेको यो पशुपति हो होइन त्यो दिदी आइराख्नु भयो नि दिदीले कि बिस्कुट दिने हो र म अरू चाहिँ खानेकुरा केही छैन खानेकुरा माग्न कहाँ गयो नि त यसै हो भोक लाग्यो भनेर होइन हो खानेकुराको लागि त किन स्याड हो तपाईँ किन स्याड हो मान्छे मरेको थियो एकजना त देखियो होला आज त हिजो अस्ति त 1 10 2 3 4 जना थियो अन्त नि 4 जना मरेको देखेर हल्का हल्का कस्तो कस्तो हुन्छ रहेछ मलाई अचम्म लाग्यो चाहिँ है नाइटमा पशुपति हिँड्दा चाहिँ एउटा लाइटर लिएर चाहिँ हिँड्नै पर्छ है त्यो दिदीले बोलायो किन बोलाएको के भयो दिदी के भयो बिस्कुट खानुहुन्छ र दिदी लाउनु किन नसुतिकन हिँड्नु अघि त नि सुत्नु दिदी त्यो लाइटरवाला चाहिँ मैले भन्नै बिर्सेछु होइन त्यस्तो नराम्रो चाहिँ नसोच्नु होला अब यता आउनेहरूले खानाको लागि बेला बेलामा लाइटर मागेर हैरानै गर्ने कि अब हामी जस्तो नखाने मान्छेहरूलाई त वाक्कै पार्दो रहेछ एक पाइला चल्न पाएन अर्को लाइटर माग्छ फेरि अर्को पाइला चल्यो फेरि अर्को लाइटर मागिदिने क्या ट्याबी केटाहरू हुँदो रहेछ म्याक्सिमम् चाहिँ ट्याबी केटाहरूले माग्दो रहेछ त्यस्तै हेपेर चाहिँ भनेको होइन है तर खानी चाहिँ एकदमै धेरै आउँदो रहेछ कि यसलाई एउटा के पारले जितेको थिएँ यो त घरै जाला यसरी के भन्दा यतापट्टि आइसक्यो ऊ त्यसलाई नि मैले पारले जितेको त्यो पनि आइसक्यो यताको वाला कि त्यो पनि आइसक्यो यो पनि हजुर हामी त यहीँ चाबी किन मजाले सुतेर बस्ने दिदी कहाँ हिँड्यो हजुर नुवाकोट नुवाकोटबाट यहाँ कसरी आउनुभयो त भक्तपुर यतै सुत्नु न अब घरै नमा सिक्या नि त यतै पशुपतिमा घाँटी नै सुकेछ तपाईँको त कता हिँड्नुहुन्छ त राति राति नारायणको नुवाकोट मेरो घर गएको घर के खानुभयो त नि राति चाहिँ पैसा छैन हजुर त छैन पैसा पैसा छैन क्यासै छैन अनलाइन मात्रै पैसा बोकेर यतै बरु मन्दिर ए यो चाहिँ
फेरि भन् त हाम्रो पछि आएको होइन कि पशुपति हेर कहाँ हो अनि हामी कहाँ आइसक्यो मैले हेर यसको केही होला नि त बेलुका बेलुका खानेकुरा सर्च गर्ने अपरेसन यसलाई फर्काइदिए यार पशुपति फर्काइ यसलाई तँलाई हाम्रो आफ्नै घर छैन तँलाई कहाँ लिएर जाने हामी भाग डर लाग्ने भाइ यस्तो भयो कस्तो पछि पछि आएको यार डरै ल्याएर आइसक्यो अब त कि हेपेर चाहिँ भने होइन है फेरि लामो समयपछि हानेको भएर नि एकदम गाह्रो लाग्यो है मलाई बोल्नै लाज लाग्यो कस्तो कस्तो भयो क्या म्याक्सिमम चाहिँ त्यही भयो त्यही हो मजाले हेरिदिनु भयो त्यसैलाई धन्यवाद र बिदाई गरौँ न त आजको This was for this vlog. See you in this vlog. Bye bye. दिस इज नट अ भ्लग दिस इज अ भिडियो दिस इज अ डकुमेन्ट्री म्यान This was for this video. See you next video. Bye bye.